हामी जोडिएका छौँ। नागाबाट जोडिँदाखेरि चाहिँ बिना परीक्षणका तरकारीहरू भित्रिने होइन, त्यसपछि चाहिँ त्यसमा चाहिँ युज भएको जुन चाहिँ केमिकलले गर्दाखेरि हाम्रो स्वास्थ्यलाई चाहिँ धेरै असर गरेको र त्यो चाहिँ परीक्षण गर्न नसकेको अवस्था पनि हामीले देख्न सक्छौँ। र फर्स्टमा चाहिँ पहिला मेरो स्वास्थ्य मेरो जिम्मेवारी, म नागरिक हुँ, म स्वास्थ्य हुनुपर्छ। हाम्रो चाहिँ संविधानमा व्यवस्थापन भएको छ कि 31वटा अधिकारहरू छन्, हामी 31वटा अधिकार गर्न सक्दैनौँ, तर नागरिकको जिम्मेवारी पनि छैन। मैले मेरो स्वास्थ्य राम्रो बनाउनुपर्छ, मैले मेरो स्वास्थ्यमाथि असर गरे पनि चिन्ता गर्नुपर्छ। म नियमित रूपमा चाहिँ मैले आफ्नो स्वास्थ्यकर खाना खानुपर्छ, व्यायाम गर्नुपर्छ, आराम गर्नुपर्छ, व्यायाम गर्नुपर्छ भन्ने कुराहरू छ। सम्पूर्ण कुराहरू देखिएर तर वास्तवमा हामीले त्यो कार्यक्रम गरिएको छैन। आज यस कार्यक्रमबाट चाहिँ पहिला नागरिकले सचेत हुनु जरुरत छ र त्यस्तै गरी 30 वर्ष बढिसकेपछि यहाँले चाहिँ स्वास्थ्य परीक्षण गर्नुपर्छ, नसकेको भएकै स्थिति छ भन्ने खालको चाहिँ समुदाय स्तरमा चाहिँ विशेष सन्देश पुर्याइदिनु होला र अहिलेसम्म जस्तै पत्रकार मित्रहरूले गर्नुभएको सहयोग